काठमाडौँको कीर्तिपुरमा बस्ने रमेश श्रेष्ठ सामान्य कर्मचारी हुन्। एक साँझ मोबाइल चलाउँदै गर्दा उनको वाट्सएपमा एउटा एसएमएस आयो, तपाईको केवाइसी अपडेट नभएकोले ब्याङ्क सेवा आज रातिदेखि बन्द हुनेछ। तुरुन्तै तलको लिङ्कमा जानकारी अपडेट गर्नुहोस्। सन्देश हेर्दा ब्याङ्कै जस्तो देखिन्थ्यो। लोगो र भाषा पनि विश्वसनीय लाग्दथ्यो। रमेश अलमलमा परे। भोलिपल्ट तलब आउनुपर्ने भएकोले खाता बन्द भयो भने समस्या हुने डर लाग्यो। हतारमा उनले लिङ्क खोले। वेबसाइटमा आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर र एसएमएसमा आएको ओटिपी हान्न भनिएको थियो। सुरुमा उनले केही विवरण भरे, त्यस्तैमा उनले ब्याङ्कले कहिले फोन मार्फत ओटिपी माग्दैन भन्ने कुरा सम्झिए। रमेश झस्किए। उनले तुरुन्तै वेबसाइट बन्द गरे र ब्याङ्कको ग्राहक सेवा नम्बरमा फोन गरे। ब्याङ्कले त्यो सन्देश ब्याङ्कबाट नगएको र ठगीको प्रयास भएको पुष्टि गर्यो। त्यसैले लक्ष्मी दिदी भन्नुहुन्छ, ब्याङ्क वा सरकारी नाममा आएका डर देखाउने वा अर्जेन्ट देखिने एसएमएसका लिङ्क हतारमा नखोल्नुहोस्। ओटिपी, पासवर्ड र गोप्य खाता विवरण फोन, लिङ्क वा सन्देश मार्फत कहिले नदिनुहोस्। शङ्का लागेमा सिधै ब्याङ्कको आधिकारिक ग्राहक सेवा नम्बरमा सम्पर्क गर्नु नै सुरक्षित उपाय हो।